क्यानाडामा सबैभन्दा पहिला ड्राइभिङ जुन चाहिँ लाइसेन्स लिनको लागि सुरुमा चाहिँ हामीले रिटर्न टेस्ट दिनुपर्छ है। फरक प्रोभिन्स अनुसार फरक हुने गर्दछ। आज म यो ओन्टारियो प्रोभिन्सको लागि चाहिँ ड्राइभिङ टेस्टको जुन G1 छ जुन चाहिँ यो रिटर्न हो हैन। रिटर्न टेस्टको लागि आज म घरबाट जाँदैछु। G1 टेस्ट लिनको लागि हामीले दिनको लागि के गर्नुपर्ने छ त भन्ने कुरा यो भिडियोमा म तपाईलाई सबै जानकारी गराउने छु। यो चाहिँ क्रोटन क्रिसेन्ट हो, यो जुन चाहिँ मिसिसागा ओन्टारियोको मिसिसागाको यो मेकलगिनको इन्टरसेक्सन हो। यो डेरी रोड र मेकलगिनको इन्टरसेक्सन। अहिले चाहिँ म घरबाट निस्किँदै छु है, त्यो यो वे हुँदै जाँदै छु। विशेष गरेर चाहिँ तपाईले ड्राइभिङ टेस्ट जुनसुकै ड्राइभिङ टेस्ट पहिला चाहिँ यहाँ रिटर्न टेस्ट दिनुपर्ने हुन्छ, जुन कम्प्युटर बेस्ड हुन्छ है रिटर्न टेस्ट चाहिँ। अब हामी यहाँबाट चाहिँ जुन यो डेरी रोड हो तेर्सो रोड चाहिँ यहाँबाट हामी राइट साइड तर्फ लाग्दैछौँ। यो टेस्ट सेन्टर चाहिँ विशेष गरेर मिसिसागामा छ है। यो मिसिसागामा यो सायद मिसिसागाको ब्रान्च पनि हुन सक्छ। यहाँ चाहिँ यो पछिल्लो समय यो धेरै भएको छैन यहाँ भन्ने चाहिँ सुनेको छु मैले यहाँ आएको। र यो टेस्ट सेन्टरमा चाहिँ हामी आज चाहिँ भनौँ न म आज चाहिँ रिटर्न टेस्ट दिन जाँदैछु। रिटर्न टेस्टको लागि चाहिँ तपाईले प्रिपेयर गर्नु पर्यो पहिला चाहिँ हैन। त्यहाँनेरि अब विभिन्न साइटहरु रहेका छन् प्रिपेयर गर्ने। अब त्यो साइटमाहरुमा गएर चाहिँ तपाईले प्रिपेयर गर्नु पर्यो। जुन क्वेशनहरु हुन्छ अनि सिग्नलहरु हुन्छ, रुल्स र सिग्नल जुन साइनको चाहिँ क्वेशनहरु हुन्छ है, त्यो अप्सनहरु हुन्छ। त्यसपछि त्यसमा प्र्याक्टिस गर्नु पर्यो। अनि टेस्ट टु गो क्यानाडा भन्ने test2go.ca मा पनि तपाईले प्र्याक्टिस गर्न सक्नुहुनेछ। यदि तपाई पनि क्यानाडा आएर ड्राइभिङ टेस्टको बारेमा अथवा कुनै जुन हेर्दै हुनुहुन्छ कन्टेन्टहरु भने चाहिएको छ भने चाहिँ त्यहाँबाट पनि तपाईले चाहिँ लिन सक्नुहुनेछ। अर्को कुरा चाहिँ बुक पनि छ है त, ह्यान्ड बुक पनि रहेको छ। अब यो हामी तेर्सै लाग्यौं डेरीको र यहाँबाट चाहिँ हामी राइट साइड तर्फ लाग्छौं। र राइट साइड तर्फ लागेपछि हामीले यो भन्दा अलिकति अगाडि गएर त्यहाँबाट पनि फेरि हामी राइट तर्फ लाग्छौं है। त्यहाँनेरि चाहिँ एउटा ड्राइभ टेस्ट भन्ने चाहिँ सेन्टर रहेको छ। मलाई लाग्छ यो ओन्टारियो सबैको चाहिँ ड्राइभ टेस्ट सेन्टरले नै टेस्ट लिने गर्दछ यो रिटर्न टेस्टहरु अनि यो रोड टेस्ट सबै सायद। हामी चाहिँ अब यसको राइट साइड तर्फ लाग्दै छौं र के गर्नुपर्छ भन्ने कुरा पनि म तपाईलाई चाहिँ आजको यो भिडियोमा सबै देखाउने छु है। सकेसम्म जति चाहिँ सकिन्छ सबै देखाउने छु। र यो भन्दा अलिकति अगाडि जानुपर्छ चाहिँ हामी यो ड्राइभ टेस्ट सेन्टर भनेर अझै अगाडि भनेर एरो देखाएको छ त्यहाँनेरि। अब त्यो एरो सँगै हामी जाँदै छौं। एक दुई दिन मजाले प्र्याक्टिस गर्ने अनि त्यसपछि गएर रिटर्न टेस्ट दिने। अनि त्यो अब त्यसको जुन G1 टेस्टको लाइसेन्स अब देखियो यहाँनेरि। हामी यहाँ आइसकेका छौं ड्राइभ टेस्ट सेन्टरमा। अब गाडीलाई चाहिँ हामी एक ठाउँमा पार्क गरेर भित्र छिर्नुपर्ने हुन्छ है त। ड्राइभ टेस्ट भनेर यहाँनेरि अगाडि बोर्ड रहेको छ, ड्राइभ एक्जामिनेसन सेन्टर भनेर। यो ओन्टारियो भरिकै यो ड्राइभ टेस्टले चाहिँ एक्जाम लिने गर्दछ है। यसको विभिन्न ठाउँमा चाहिँ ब्रान्चहरु रहेका छन्। यो चाहिँ विशेष गरेर मिसिसागाको रहेको छ है। यहाँ चाहिँ आज हामी भित्र छिर्दै छौं। यहाँबाट भित्र छिरिसकेपछि चाहिँ यहाँनेरि टोकन लिने ठाउँ रहेको छ। अब यहाँनेरि टोकन लिने ठाउँमा चाहिँ कस्तो रहेको छ भने तपाईले रिराइट चाहिँ अब एक्जाम दिने हो कि नयाँ हो भनेर सोध्छ है। नयाँ हो भने तपाईले चाहिँ अब नो गर्नु पर्यो रिराइट, यदि होइन भने यस गर्नु पर्यो। अनि फेरि अब तपाईले यहाँनेरि 3टा 4वटा क्वेशन सोध्छ, त्यहाँनेरि हेरेर तपाईले टोकन लिनु पर्यो है थिचेर। अनि टोकन लिइसकेपछि लाइनमा बस्नु पर्यो। लाइनमा बसेको केही समयपछि चाहिँ अब त्यहाँनेरि टोकन वाइज बोलाउँछ। अनि यहाँ चाहिँ वेटिङमा बस्ने हो। यहाँ सबैजना वेटिङमा हुनुहुन्छ। उता जुन चाहिँ टोकन अनुसार चाहिँ बोलाउँदै छ र टोकन आएपछि हामी जान्छौं।
अब चाहिँ हाम्रो पालो आइसकेको छ अनि हामीले सिट डकुमेन्टहरु दियौं र उसले फर्महरु फिलअप गर्यो अनि यहाँ भिजन टेस्ट गरायो। भिजन टेस्टमा चाहिँ तपाईको कुन लाइटहरु बलेको छ भनेर यहाँ हेरेर भन्नुपर्छ। त्यसपछि पेमेन्ट गर्यौं हामीले। पेमेन्ट चाहिँ $159 जति हामीले त्यहाँ पे गर्यौं। त्यसपछि यस्तो खालको चाहिँ उसले स्लिप दियो अनि यो स्लिप लिएर हामी पल्लो नेरी चाहिँ टेस्ट दिनको लागि गयौं, जहाँ चाहिँ हामीले कम्प्युटर बेसको टेस्ट दिनुपर्छ। यो चाहिँ त्यसपछि हामी लेफ्ट साइड घुमेर चाहिँ भित्र छिर्नु पर्ने हुन्छ है त। यता भित्र गएर चाहिँ हामीले रिटर्न टेस्ट दिनु पर्यो है कम्प्युटरमा। अनि यहाँबाट भित्र छिर्ने रिटर्न टेस्ट रुम भनेको छ है। अनि यहाँबाट भित्र कम्प्युटर सबै देखाएर चाहिँ मैले भिडियो बनाउन मिलेन है। मैले भिडियो बनाएको छैन। यहाँनेर एउटा मान्छेले चाहिँ बोलाउँछ अब आफ्नो फालो अनुसार चाहिँ। त्यसपछि त्यहाँनेर गएर आफ्नो जुन त्यो अघिको स्लिप माथि चाहिँ कम्प्युटर नम्बर लेखेको हुन्छ र त्यो स्लिप लिएर गएर जुन कम्प्युटर नम्बरमा चाहिँ आफ्नो डेट अफ बर्थ छ त्यसमा बसेर त्यसपछि तपाईले रिटर्न टेस्ट दिनुपर्ने हुन्छ। त्यहाँनेर एकदम कमन क्वेशन सोध्छ 1+1 अथवा 2+2 कति हो भन्ने कुरा। त्यसपछि क्लिक गरेर तपाईले आफ्नो चाहिँ रुल्स अनि त्यसपछि ट्राफिक साइनको दुईटा एक्जाम हुन्छ। दुईटा एक्जाम दिनुपर्ने हुन्छ है। रुल्स र साइन गरेर तपाईले 20 वटा क्वेशन आउँछ। त्यसमा तपाईले 16 वटा चाहिँ अनिवार्य रूपमा मिलाउनु पर्ने हुन्छ। तपाईले राम्रोसँग हेर्नुहोस् है रुल्सहरु। अनि त्यसपछि एन्सर स्योर छ कि छैन त्यो पनि एकचोटी कन्फर्म गर्नुहोस्। यदि स्योर छैन भने तपाईले स्किप गरेर अर्को क्वेशनहरु पनि गर्न सक्नुहुनेछ। यो नै रहेको छ। अनि त्यसपछि तपाईले यदि दुईटै टेस्ट पास गर्नुभयो भने है तपाई चाहिँ त्यहाँ अगाडि गएर तपाईले एकछिन वेट गराउँछ। अरु छ भने छैन भने बोलाउँछ अनि अगाडि गएर तपाईले यस्तो खालको चाहिँ पेपर दिन्छ जुन चाहिँ टेम्पोरेरी लाइसेन्स हो भन्छ। यो लाइसेन्स चाहिँ तपाईले अर्को लाइसेन्स नआएसम्म यसलाई तपाईले चाहिँ आफ्नो मुख्य लाइसेन्स बनाउन सक्नुहुनेछ। अनि त्यो लाइसेन्स लिइसकेपछि चाहिँ है तपाईले लगभग 8 महिनादेखि 1 वर्षसम्मको लागि कुर्नु पर्ने हुन्छ अर्को G2 टेस्टको लागि। यदि तपाईसँग चाहिँ हैन आफ्नो कन्ट्रीतिर चाहिँ जुन पहिला गाडी चलाउनु हुन्थ्यो र लाइसेन्स छ भने त्यहाँ बुझाउनु भयो भने त्यति धेरै चाहिँ कुरा हुँदैन। तपाईले त्यो भन्दा अगाडि नै अब टेस्ट दिन सक्नुहुन्छ G2 को लागि भन्ने कुरा हो। छैन भने तपाईले 8 देखि 12 महिनासम्म कुर्नु पर्ने हुन्छ अर्को टेस्ट दिनको लागि। अनि 2-4 हप्तामा चाहिँ तपाईको लाइसेन्स घरमा नै यसरी आइपुग्छ। घरमा आइसकेपछि तपाईले यसलाई आफ्नो आइडी कार्डको रूपमा प्रयोग गर्न सक्नुहुनेछ है। अनि तपाई चाहिँ ड्राइभिङ लाइसेन्सको लागि चाहिँ प्र्याक्टिस गर्न खोज्दै हुनुहुन्छ भने test2go.ca मा गएर पनि तपाईले चाहिँ फ्री रूपमा चाहिँ ड्राइभिङको जुन प्र्याक्टिस गर्न सक्नुहुनेछ। अनि ह्यान्डबुक पनि त्यही तपाईले प्राप्त गर्न सक्नुहुनेछ। त्यहाँ गएर तपाईले प्र्याक्टिस गर्नु होला है त।